कहाँ गरेँ मैले अब कति राम्रो कुरा आयो क्या हाँस्दै हाँस्दै उत्तर दिन्छ आज म नरिसाई ल ल भन्नु न त तपाईँले मैले कहाँ विरोध गरेँ कसको गरेँ तपाईँको पार्टीको अनुशासन कमिटी छ कि छैन? अनुशासन कमिटीको चिफ नै म हो भनेपछि सर्वे तिम्रो नै हो भने सर मै हो त ऊ त छैन निर्वाचन आयोगलाई असाध्यै तानाशाही देखिन्छ नि सर विधान यस्तो छ राजनीति सुन्नु न राजनीति भनेको कानुन लेख्ने प्रक्रिया हो होइन कानुन मान्दैन त्यसले राजनीति हामी राजनीति गर्नेले कानुन मान्दैन च्यालेन्ज गरे हुन्थ्यो खारेज हुन्छ सर विधान हुँदैन त्यो के छ भने विधान हामी जे पनि लेख्छौँ एमालेको विधान कङ्ग्रेसकोसँग मिल्नुपर्छ भन्ने छैन कङ्ग्रेसको विधान माओवादीकोसँग अथवा नेकपाकोसँग मिल्नुपर्छ भन्ने छैन त्यो विधानलाई स्वीकारेर आउने हो होइन त्यसै पार्टी हुने हो अब के छ भन्दाखेरि पार्टीको निर्णय विरुद्ध हाम्रोमा मात्रै होइन अरू पार्टीमा पनि पार्टीको निर्णय विरुद्ध पार्टीको नेतृत्व विरुद्ध सार्वजनिक मनमा एउटा असन्तुष्टि हुनु फाल्टै कुरा हो तर सार्वजनिक तपाईँको वक्तव्यबाजी गर्नु त्यो चाहिँ अनुशासनहीनताको कसुर मानिन्छ र त्यसो गर्नेलाई चाहिँ कार्य हुन्छ त्यो सिन्जोङ होइन त्यो तपाईँको पार्टीको अनुशासन कमिटी छ कि छैन? अनुशासन कमिटीको चिफ नै म हो भनेपछि सर्वे तिम्रो नै हो भने सर मै हो त उत्तर कोरिया नेपालमा आयो यहाँ हाम्रो के छ भने विवाद व्यवस्थापन समिति हुन्छ त्यो विवाद व्यवस्थापन समितिले मिलाउन सकेन भने त्यो मुद्दा म कहाँ आउँछु मैले मिलाउँछु भनेपछि तपाईँको पार्टीमा चाहिँ हुन्छ भाद्यो हनुमान मात्रै बस्नु पर्दछ यस्तो शब्द मात्रै दलका कार्यकर्ता चाहिएको छैन सुन्नु न श्रमदाता पनि चाहिएको छैन तपाईँले भनेको मान्ने मान्छे मात्रै बस्नु पर्छ यस्तो छ त्यो चाहिँ झन्डै त्यस्तै पनि हो किनभने पार्टी नेतृत्वले गलत निर्णय गर्दैन पार्टी नेतृत्वको निर्णयलाई बरखिलाफ गर्दै बस्ने सदस्यले होइन बाउको विरोध गर्दै बस्ने छोराले त्यो परिवारको इज्जत धान्दैन त्यसले गर्दाखेरि त्यस्ता छोराहरू छुटेर जान्छन् नि त परिवारमा पनि होइन त त्यसले गर्दाखेरि त्यो कुरा चाहिँ तपाईँको चाहिँ एउटा सामान्य परिवारभित्र पनि देखा पर्छ पार्टी सङ्गठन भनेको त बृहत विषय हो अनि श्रम संस्कृति पार्टी चाहिँ एकदमै अनुशासित सबैलाई समेटेर लाने पार्टी भन्दा अहिले चाहिँ हर्क साम्पाङ दाइलाई चाहिँ एकलौटी निर्णय भएको एकलौटी डिसिजन गर्ने पार्टीमा छलफल कुनै पनि नगर्ने भन्ने आएको यो चाहिँ के हो? डिसिजन चाहिँ कसले गर्नु पर्दैन छलफल जस्तै तपाईँहरूको श्रम संस्कृतिभित्र कुनै पनि कुराहरू छलफल भएर चाहिँ त्यसको इफेक्ट चाहिँ खास नआउने आफै तपाईँले सुन्नु न तपाईँले उदाहरण दिन्छु नि त कुन चाहिँ छलफल जस्तै तपाईँहरूले यो स्थानीय सरकारमा मेयरको लागि नाम अघि बढाउँदा छलफल नभइकन चाहिँ तपाईँले आफूले डाइरेक्ट गर्नुभएको भन्ने कुरा आएको छ छलफल लगभग 1.5 महिना जति भयो होला होइन 4 जना हुनुहुन्थ्यो आकाङ्क्षी 4 जनालाई मैले छलफल गर्नु है भनेर म आफै बसेर थुप्रो छलफल गराएँ छलफलबाट चाहिँ तपाईँको चाहिँ के अरे त्यस्तो तात्विक समझदारी नभइसकेपछि हो त्यो निर्णय गर्ने अधिकार चाहिँ म कहाँ आउँछ क्या मैले अघि भनेकै त्यही हो त तपाईँले यति छिटो नाम चाहिँ किन अघि सार्नुभयो यो त हतार गर्दा कतार पुगिन्छ जस्तो भइरहेछ नि त अहिले त तपाईँहरूकै पार्टी एकदम विभाजन सबैले रुचाएको पार्टी किन यस्तो भयो? सुन्नु न त्यो त हाम्रो आन्तरिक मामिला हो नि कोही पार्टीले 2 वर्ष अगाडि गर्ला कोही पार्टीले भोलि चुनाव छ भोलि तपाईँको मनोनयन दर्ता गर्ने दिन्छ आज मात्रै फाइनल गर्छ त्यो हाम्रो आन्तरिक विषय त्यसमा तपाईँहरूको आपत्ति हुनु यही कुराले चाहिँ तपाईँको पार्टीलाई चाहिँ अहिले एकदम चर्चाको लागि तपाईँले यस्तो गर्नु भएको हो कि अहिले त श्रम संस्कृति पार्टीको निकै कुरा चलिरहेछ अब तपाईँहरूलाई विश्वास गर्ने मान्छेले चाहिँ कसरी विश्वास गर्ने कि श्रम संस्कृति पार्टी पनि पुरानै पार्टी गर्ने हो त हामीलाई विश्वास नगर्ने अनि कहाँ विश्वास गर्ने हो पुरानै पार्टी चाहिँ तपाईँले पुरानोले गरेको भए देश यस्तो हुन्थ्यो र सुन्नु न पुरानोले गरेको भए देश यस्तो हुन्थ्यो र पुरानोले गर्दै देशमा के परिवर्तन भयो तपाईँ आइकन हामीलाई सरकारमा पुर्याउनु भयो त जनताले तपाईँले त केही विकास गर्नुभयो तर अहिले केन्द्रमा पुग्दा त्यस्तो ठुलो अहिले बजेटको पनि यहाँनिर धरानमा चाहिँ भने जस्तो आएको छैन यसमा सबैलाई असन्तुष्टि देखाएका छन् तपाईँलाई थाहा भयो मलाई नै थाहा छैन म विधायक हो यहाँको होइन मलाई नै थाहा छैन सम्बन्धित सांसदले तपाईँलाई कसरी थाहा भयो कि बजेट आएन भनेर हैन बजेट रेड बुक आउन बाँकी छ हजुर रेड बुक आउन फाइनली त भएको छैन तर पनि रेड बुक आउन बाँकी छ अस्ति भर्खरै तपाईँको चाहिँ एउटा विधेयक प्रस्तावको रूपमा अर्थमन्त्रीज्यूले पेश गर्नुभएको चाहिँ त्यो चाहिँ एउटा विधेयक हो त्यसमा छलफल पनि भएको छैन होइन त्यो चिज हो रेड बुक त छापिने बाँकी छ नि जस्तै तपाईँले स्थानीय सरकारमा हुँदा सप्तकोशीको पानी ल्याउन यो सानो पदले भएन भनेर घोइला बोकेर उहाँ जानु भएको अहिले केन्द्रमा पुग्दा चाहिँ के कोशीको पानी यो पालिको बजेटमै आउँछ 100% आउँछ आउनुपर्छ आएन भने त्यही हो मेरो फेरि
आएन भने चाहिँ के गर्नुहुन्छ यहाँ देखिराख्नु भएको छ त सदनमा हल्ला हो हल्ला गरेर देशमा हल्ला गरेका छौँ कुलहल र बनाएर हल्ला गरेका छौँ र हुँदैन छैन हामी नियमावलीमा टेकेर होइन प्रधानमन्त्रीलाई हालकाल बनाउने मान्छे मै हो है म आफ्नो काम गरिरहन्छु मेरो काम मलाई अरूले सिकाउनु पर्दैन सम्झाउनु पर्दैन त्यति सचेत र सक्रियमा छु त्यसै भएको कारणले गर्दाखेरि होइन मलाई चाहिँ तेरो काम यो हो तैँले यो गर्नुपर्छ भनेर मान्छेले अराइराख्नु आवश्यक छ जस्तो मलाई लाग्दैन सल्लाह सुझावलाई चाहिँ म फेरि अन्यथा मान्दिनँ सल्लाह सुझाव अलि सदनमा पुगेपछि चाहिँ एउटा केन्द्रीयमा पुगेपछि चाहिँ अलिक गहकिलो कुरा एउटै कुरा गर्दै चाहिँ हुन्थ्यो हर्क साम्पाङले बारम्बार एउटै कुरा कोटाइ नराखे हुन्थ्यो भनेर धेरै चाहिँ तपाईँको शुभचिन्तकले भइरहेछ कुन चाहिँ कुरा त जस्तै विरोध गर्ने जस्तै अरू कहाँ गरेँ मैले अब कति राम्रो कुरा हो योजना हाँस्दै हाँस्दै उत्तर दिन्छ आज म नरिसाई ल भन्नु न त तपाईँले मैले कहाँ विरोध गरेँ कसको गरेँ जस्तै अरू पार्टीले चाहिँ अहिलेसम्म कुनै पार्टीले यस्तो गर उस्तो गर भन्दैनन् तपाईँले चाहिँ रासपालाई चाहिँ एकदमै पेले जस्तो पत्रकारज्यू म तपाईँलाई भनौँ मैले कहाँ कसको विरोध गरेँ त्यति भनिदिनु न त्यही त तपाईँले चाहिँ अरू पार्टीले राम्रो गरेन मै राम्रो मेरै पार्टीले मात्र राम्रो गर भन्नुहुन्छ अनुशासनको कुरा गर्नुहुन्छ तर सदनमा चाहिँ तपाईँको सांसदहरूले अरूले पनि तपाईँ त्यहाँनिर नहुँदाखेरि चाहिँ अलिक शब्दहरू राम्रो चयन नगरेका कारण पनि विवादित होइन त्यस्तो होइन